हेलो नमस्ते। मैले पनि आजदेखि यसो सानो न्यू ब्लग लिएर आउनु पर्यो भनेर यसो ट्राई गरेको। म बिहान उठ्दा छिटो लास्ट अल्छी जान्छ, तातो पानी नखाए चाहिँ मेरो दिनै बन्दैन क्या। तातो पानी मन तातो बनाएर तातो पानी खाएँ ओरे अनि फ्रेस भएँ होइन। अनि टक्कसँगले अब चाहिँ आज रुमहरू सफा गर्नु पर्यो भनेर सफा गर्नतिर लागेँ। माथिको ब्याकग्राउन्ड चाहिँ मेरो एकदम नराम्रो छ, किनभने अब एक्लै बस्छु नि त। एक्लै बस्नेको कारण अनि माथि चाहिँ सबै भाइको सामानहरू राखिदिएको थिएँ क्या। भाइ नेपाल गएको छ, म खासै माथि सुत्दैन, तलै सुत्छ नि त। त्यही भएर तलै चाहिँ मलाई एकदमै मनपर्छ, कम्फोर्टेबल पनि हुन्छ। अनि त्यही भएर म तलै सुत्छु। अनि आज चाहिँ रुम सफा गर्नु पर्यो भनेर सरसफाइ गरेँ। मलाई फेरि अलिकति स्मेलहरू आयो भने एकदमै इरिटेट हुन्छ क्या। अनि यसो डिटेल पानी हालेर सफा गरेँ, गर्दा गर्दै भोक लाग्यो। फेरि टक्क एकछिन भातसात खाएँ ओरे बर्तन सर्तन सफा गरेँ है। सबै सरसफाइ गरेर राखेर अनि अब यस्तो सरसफाइ गरिसकेपछि त चटक्क पारेर राखेको चाहिँ आफूलाई नै फ्रेस फिल हुन्छ नि त। अनि सबै कामहरू सकाएँ, बेडहरू मिलाएँ ओरे अनि ठिकै पारेर आज चाहिँ राम्रो तरिकाले सफा भएर बस्नु पर्यो भनेर क्या चट्ट सबै कामहरू सकेँ। अनि त्यसपछि अब लुगा धुनुपर्ने थियो क्या, कति धेरै। फेरि वासिङ मेसिन बिग्रेर हेरेर यस्तो बिजु भएर हातले धुनु परिरहेको थियो। कति दिन भएको थियो क्या फेरि नधुनु भने। अनि अरू चाहिँ उता पल्लोपट्टिको मेसिनमा लगेर आधा चाहिँ हातले दिएँ। यो चाहिँ मेरो ब्याकग्राउन्ड, बाहिरको ब्याकग्राउन्ड होइन, यस्तो राम्रो भेल देखिन्छ। अनि नुहाइधुवाइ गरेर आज मेरो यो आउटफिट चेक क्या। फेरि मलाई बोल्न आउँदैन क्या अलिकति। अनि यो चाहिँ मलाई साथीले पहिला बर्थडे गिफ्ट दिएको ला थिएन, त्यही पनि आज लाउनु पर्यो भनेर। यो चाहिँ मेरो स्किन केयर सेन्टेलाको युज गर्न थाल्यो। खासै म त्यस्तो मेकअपमा स्किन केयरमा चाहिँ ध्यान नदिने नै मान्छे हो, तर पनि अब अलिअलि यसो लाउनु पर्यो भनेर। अनि यो चाहिँ मोमोसँग क्या, यसको चाहिँ स्किन ब्राइटनेस एकदमै राम्रो लाग्छ भयो, अनि त्यही भएर लगाएको। अनि आजको चाहिँ मेरो मिनी ब्लग यति नै। सरसफाइ गरेर चट्ट राम्रो भएर यो चाहिँ मेरो आउटफिट चेक। आज बाहिर जानुपर्ने थियो क्या खाना खान, त्यही भएर। थ्याङ्क यू हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई। लभ।